फाइनली हामी भुजुङ खोला आइपुग्यो। इको रिसोर्ट आउन त यहाँ बस पनि आउँथ्यो तर बाटोमा पुल बनाएको रहेछ, त्यसैले हिँड्दै आउनु पर्यो। साथसाथै आज सबैजनाको परिचय पनि गराउनेछु। मेरो तर्फबाट कुन नाता पर्छ सहित भन्नेछु। बाई बाई ज्वाइँ। इको रिसोर्ट नयाँ खोलेको, पुरै कम्प्लिट चाहिँ भएको छैन, बन्दैछ। मान्छेहरू बिस्तारै फेमस हुँदैछ। हावा चाहिँ चिसो चलेको छ, जाडो हुन्छ। हावा चाहिँ बिस्सरी पर्छ। यो पहाडको दुईटा पहाडको मोजमा सफा पानी आउँछ, त्यही भएर ट्राउट माछा चाहिँ राम्रो उत्पादन हुन्छ। ट्राउट माछालाई फ्रेस पानीको आवश्यक पर्छ, धमिलो पानीमा हुँदैन। अब हामी माथि जाँदैछौँ। माथि रिसोर्ट छ, खाने ठाउँ, बस्ने ठाउँ र बच्चाहरू खेल्ने ठाउँ पनि छ। ल बिस्तारै परिचय पनि लिँदै जानेछु। जितु दिदी, पत्ती दिदी, माया दिदी, साइली फुबु, कान्छी फुबु, दाई खेम्पो सन्तोष गुरुङ र सुन्नमा आएको छ जुन हाम्रो समूहमा जोड्न नसक्ने पोखराबाट आउँदै हुनुहुन्छ। सायद आइसक्नु भएको छ। 5 जना सदस्य हुनुहुन्छ। सानो ज्वाइँ, माइलो ज्वाइँ, इसको बुढा, कागे, उमेश अनि माइली हुसाइन। देवी छोरी, काइली फुबु, माइली दिदी, माया दिदी, माइली भाउजू, जेठी भाउजू, दिदी भान्जा, कान्छी बहिनी, श्रीमती, छोरा, निशा दिदी, बत्ती दिदी, माया दिदी, माइली भाउजू, कान्छी बहिनी, खेम्पो सन्तोष गुरु, कुमार दाई, महिला अमु, कागे आपा, आजी, आमा, कान्छी फुबु, साइली फुबु, सासु, काइली फुबु, अमु, नयाँ ज्वाइँ, कान्छा ज्वाइँ, काइली अमु, कुमार दाई, माइली भाउजू, आजी, जेठी भाउजू, दिदी, माया दिदी, माइली दिदी, उषा बहिनी। यहाँबाट चाहिँ साइड भइसकेको छ। अब छोरी, कान्छी भाउजू, छोरी, भान्जी, सोल्टी पऱ्यो साइड। अनि यो चाहिँ को रहेछ? ओहो यो त मै रहेछ। माइला दाई उतापट्टिको, अनि उमेश भाइ भात खाँदै हुनुहुन्छ। स्लोली है भाइ। ओ भाइले त दुई जुठो हातले हिँडाइदिन्छ।
हेरे त्यो कमेडी है लगभग सकियो सबैको परिचय। छोरी अञ्जली, सनिसा, भान्जा, उसको छोरा, बाबु नानीहरू छुटेछ है। छुटबुटमा सरी छ है। सबै भाडाहरू निदा चाहिँ